एउटा रहस्यमय प्रश्न, के मेसिनले मान्छेलाई जित्न सक्छ? तर कुन दौडमा? छोटो कि लामो? हामीले बनाएका यी कृत्रिम प्राणीहरू, जसलाई हामी आर्टिफिसियल इन्टेलिजेन्स एआई भन्छौं, यिनीहरूले छोटो समयका कामहरूमा त कमाल गरिरहेका छन्। हिसाब किताब गर्नेदेखि लिएर कुनै खास खेल खेल्नेसम्म यिनीहरूले मान्छेलाई सजिलै उछिनेका छन्। तर गहिरो गरी सोच्नुपर्ने कुरा के छ भने, के यिनीहरूले लामो समयसम्म चल्ने कामहरूमा पनि त्यही क्षमता देखाउन सक्छन्? के यिनीहरूमा त्यो धैर्यता, त्यो सृजनशीलता र त्यो समस्या समाधान गर्ने क्षमता छ जुन लामो र जटिल कामहरूमा चाहिन्छ? छोटो काममा त एउटा निश्चित ढाँचामा चल्न सजिलो हुन्छ, तर लामो काममा त अनेक चुनौतीहरू आउँछन्, अप्रत्याशित मोडहरू आउँछन्। त्यहाँ एआईहरू कसरी प्रस्तुत हुन्छन् त्यो हेर्न बाँकी छ। अहिलेको अवस्थामा छोटो समयका लागि त एआई शक्तिशाली खेलाडी हो, तर लामो दौडमा यसको क्षमता अझै परीक्षण हुन बाँकी छ। अब कुरा गरौँ किन लामो कामहरू एआईका लागि यति चुनौतीपूर्ण छन्। एउटा कारण हो कन्टेक्स्ट। छोटो काममा एउटा निश्चित परिवेश हुन्छ, नियमहरू स्पष्ट हुन्छन् र एआईलाई त्यही घेराभित्र रहेर काम गर्नुपर्ने हुन्छ। तर लामो काममा परिवेश निरन्तर परिवर्तन भइरहन्छ। परिस्थितिहरू बदलिन्छन्, नयाँ जानकारी आउँछ र एआईले यी सबै कुराहरूलाई बुझेर आफ्नो रणनीति परिवर्तन गर्नुपर्ने हुन्छ। अर्को कारण हो स्मृति। लामो काममा एआईले पहिले गरेका कामहरू, पहिलेका अनुभवहरूलाई याद राख्नुपर्छ र त्यसको आधारमा भविष्यको निर्णय लिनुपर्छ। यो मेमोरी क्षमता एआईमा अझै पूर्ण रूपमा विकास भइसकेको छैन। त्यसैले लामो काममा एआईहरूले छोटो काममा जस्तो प्रभावकारी प्रदर्शन गर्न सकिरहेका छैनन्। यो एउटा यस्तो चुनौती हो जसलाई पार गर्न एआई वैज्ञानिकहरू निरन्तर लागिरहेका छन्। तर के यसको मतलब एआईहरू लामो काममा कहिल्यै सफल हुँदैनन् त? अवश्य पनि होइन। विज्ञान र प्रविधिमा निरन्तर विकास भइरहेको छ। वैज्ञानिकहरूले एआईलाई अझ बुद्धिमानी, अझ सृजनशील र अझ परिस्थिति अनुकूल बनाउने प्रयास गरिरहेका छन्। उनीहरूले एआईलाई डीप लर्निङ जस्ता नयाँ तरिकाहरू सिकाइरहेका छन्, जसले गर्दा एआईले मान्छेले जस्तै सोच्न र सिक्न सकोस्। यसले एआईलाई लामो काममा आउने चुनौतीहरूको सामना गर्न सक्षम बनाउँछ। उदाहरणका लागि, एउटा एआईलाई एउटा उपन्यास लेख्न लगाइयो भने त्यसले पात्रहरूको विकास, कथाको लय र पाठकको भावनालाई बुझेर काम गर्न सक्नुपर्छ। यो एउटा जटिल प्रक्रिया हो, तर वैज्ञानिकहरू यसलाई सम्भव बनाउन प्रयासरत छन्। अब प्रश्न उठ्छ, यदि एआईले लामो काममा पनि मान्छेलाई जित्यो भने के हुन्छ? के यसले हाम्रो जीवनलाई सहज बनाउँछ वा यसले खतरा निम्त्याउँछ? यो एउटा यस्तो प्रश्न हो जसको जवाफ भविष्यले दिनेछ। तर एउटा कुरा निश्चित छ, एआईको विकासले हाम्रो समाजमा ठूलो परिवर्तन ल्याउनेछ। यसले रोजगारीका अवसरहरू परिवर्तन गर्नेछ, नयाँ उद्योगहरू सिर्जना गर्नेछ र हाम्रो जीवनशैलीलाई नै बदल्नेछ। त्यसैले हामीले एआईको विकासलाई ध्यानपूर्वक निहाल्नुपर्छ, यसको सम्भावित फाइदा र बेफाइदाहरूको बारेमा सोच्नुपर्छ र यसलाई मानव हितमा कसरी प्रयोग गर्न सकिन्छ भन्ने कुरामा ध्यान दिनुपर्छ। एआई एउटा शक्तिशाली औजार हो र यसलाई सही तरिकाले प्रयोग गरियौं भने यसले हाम्रो भविष्यलाई उज्जवल बनाउन सक्छ। अन्त्यमा हामीले यो बुझ्नुपर्छ कि एआईको विकास एउटा निरन्तर प्रक्रिया हो। यो एउटा यात्रा हो जहाँ हामीले नयाँ कुराहरू सिक्दै जानुपर्छ, नयाँ चुनौतीहरूको सामना गर्दै जानुपर्छ र नयाँ सम्भावनाहरूको खोजी गर्दै जानुपर्छ। एआईले छोटो काममा मान्छेलाई जिते पनि लामो काममा जित्न अझै धेरै बाँकी छ। तर मलाई विश्वास छ, हाम्रो अथक प्रयास र लगनशीलताले एआईलाई एउटा यस्तो शक्तिशाली साथी बनाउनेछ जसले मानव सभ्यतालाई अगाडि बढाउन मद्दत गर्नेछ। त्यो अदृश्य रेखा जहाँ मेसिनको क्षमता र मानवको सृजनात्मकता मिल्छन्, त्यही भविष्यको सुन्दर चित्र कोरिनेछ। एउटा यस्तो संसार जहाँ प्रविधिले हामीलाई अझ बलियो बनाउँछ, अझ स्वतन्त्र बनाउँछ र अझ मानवीय बनाउँछ। तपाईको साथले हामीलाई अझ उत्कृष्ट बनाउन प्रेरणा मिल्छ। कृपया लाइक, कमेन्ट र सब्स्क्राइब गरेर समर्थन गर्नुहोस्।